छ करेन्ट चाउचाउ ट्राई गर्दैछौँ करेन्ट चाउचाउ बनाउनु लागेको र कस्तो हुन्छ अन्तिमसम्म हेरिदिनु होला एकदम स्पेसल हुनेवाला छ आज त्यसलाई चाहिँ 2वटा प्याकेट चाहिन्छ त्यसलाई खोलेर भित्र भएको भए त्यसमा राख्यौँ एउटा भाँडोमा मिक्स गरेर एकदम जस्तो समस्या पकाउने हो चाहिँ हाम्रो बनाउने मान्छे चाहिँ उहाँ हो पानी हाल्नु गइसकेको छ ल मैले चाहिँ ल पानी अब सरक्क यसलाई तातो पानी आवश्यकता अनुसार जति आवश्यक पर्छ एकदम उम्लेको पानी पछि केही बेर लगभग 2 मिनट जति हामी यसलाई सोधिदिन्छौँ हाम्रो अब यो लगभग पाकिसकेको छ तातो पानीमा पुरै भिजिसकेको छ त्यसबाट हामी झिकेर अनि थालमा झिक्छौँ त्यसपछि त्यसमा नुन खुर्सानीहरू मोलेर अनि खाने हो मसला राख्नु गइसकेको छ नुडल्समा मसला पिरो हुन्छ चिल्ली दानो पिरो कम सर्लक यो चाहिँ सस खडै बने बा मुखै रसायो होला कतिको त यो बा कति पिरो हो रेडी भयो हामी त खान लाग्यौँ है खायौँ ल खाइदिएको ल भयो र साथी मेरो फर्स्ट बाइट है कस्तो छ कडा रहेछ यस्तो छ पिरो छैन पिरो